ल है आज भनेको चाहिँ हामी एकदम गुइया खोलामा माछा मार्नु आइरहेको छौँ। जस अब माछा परोस् नपरोस् तर एउटा अब रहर पुरा गर्नको लागि त्यस भाइहरू माछा मारिरहेछ। पर्दै पनि छ अलिअलि। हाम्रो यहाँ अनिस भाइ हाम्रो इटरीबाट आएको छ। अनि हाम्रो अर्को सुमन भाइ त झन् मलेसियामा थियो। ऊ पर छ भाइ चाहिँ। अब ऊ चाहिँ मलेसियामा थियो। अब यहाँ घर आएर पनि पहिला हामी सँगै माछा मार्ने मान्छे हो। त्यही भएर भाइ चाहिँ एकदम रहरे भाइ हो। त्यही भएर चाहिँ हामी चाहिँ एकदम अहिले माछा मारेको गुइया खोलामा दामी भइरहेछ। सुमन भाइ जस केटाहरू माछा मार्दा चाहिँ जिस्किने ओर्नै पर्दैन भन्ने हुँदैन। हाम्रो चाहिँ पोजिसनमा उत्रिसकेपछि एकदम कडा पोजिसन हुन्छ। हाम्रो सुमन भाइ पर छ। हाम्रो अब अनिस भाइ त इटरीदेखि आएर एकदम माछा एकदम ऊ भनेको एकदम सोखिन मान्छे हो। र मलाई पनि एकदम मनपर्छ। आज हामी गुइया खोलामा आएर एकदम हामी 3 जना दाजुभाइ मिलेर एकदम माछा मारे काम गरिरहेछौँ। यस्तै हो। अब भाइहरू आएपछि अब यसो भाइहरूले भनेको पनि मान्नुपर्ने हुन्छ र आफूले भनेको पनि मान्छ। त्यही भएर एकअर्कामा यसरी साथ हुँदा यसो रमाइलो पनि हुन्छ। हाम्रो अनिस भाइ एकदम खटिरहेछ। म चाहिँ अब यस्तै हो। हाम्रो सुमन भाइ पनि एकदम अघि बढिरहेछ। यस्तै छ आज हाम्रो गुइया खोलाको माछा माराइ।